सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियो होइन। आज चाहिँ म यस्तो भिडियो बनाउँदैछु, त्यही पनि पहिला पनि यहाँनिर धेरै बनाइसकेको छु होइन भिडियो। आज चाहिँ करिब आज 3 बजिसक्यो र अहिलेको मौसम हेर्न सक्नुहुन्छ, यति अँध्यारो छ होइन, यति अँध्यारो छ गाइज। अस्ति पनि मैले यहाँनिर भिडियो बनाएको थिएँ होइन, यो देखाएको थिएँ। आज यति टाढासम्म आइसक्यो, दामी छ यहाँनिर ठाउँ र म यहाँनिर एक्लै छु ज्याकेट लगाएर। र यहाँ त चिसो धेरै बढिसक्यो। कर्णालीको छेउमा यहाँनिर घर छ होइन, यस्तो छ। यो पनि जान्छ, अब यसरी फाल्यो भने जान्छ। 3 बजिसक्यो होइन, तर पनि यस्तो अँध्यारै छ। सो गाइज, त्यहाँनिर होइन एउटा मन्दिर छ, यो यस्तो बाटो गयो र यहाँनिर अगाडिको घर यो आली भन्छ नि यो ठाउँलाई। ठाउँ र तल तल उता पनि छ आली भन्ने ठाउँ छैन। यहाँनिर यस्तो छ ठाउँ र यताबाट यो यहाँनिर जाली छन्, तल पनि बिछाएका छन्। पहिला पानी आयो भने होइन, असार साउनको महिना पानी उता माथिसम्म उठ्छ र अहिले पानी छैन, कार्तिकको महिना हो, त्यही भएर यस्तो छ यहाँबाट। सो गाइज, यहाँनिर होइन यो पिपलको बोटा कति साल पुरानो होला कमेन्ट गर्नु होला। र यहाँनिर यस्तो छ जाली हालेको स्टाइल, र म यहाँ त हल्का माथिसम्म पनि देखाउने छु। यही जालीले त बचाएको छ हाम्रो गाउँ भन्ने मलाई लाग्छ होइन। यस्तो र यो छालमा माथिसम्म छ है जाली। र मौसम त आज यस्तै हो गाइज, देख्न सक्नुहुन्छ। यहाँदेखि करिब कति माथि छ भनेपछि माथि त्यो पुल देखिरहेछ नि, हो त्यहाँदेखि छ होइन। यस्तै छालमा जाली टक्क त्यहाँदेखि उयो बोटासम्म छ। यो चाहिँ हाम्रो गाउँको यो तलदेखिको होइन भिडियो। र यहाँनिर यो बाटो हो, यहाँनिर कर्णाली नदी र यहाँनिर ठुलो रुख पिपलको बोटा। यहाँनिर आलु प्याज र यो लादुवा हुन्छ। र यता गहुँ लगाइसके, यहाँ गाउँ सबैले लगाइसके होइन। यस्तो छ हाम्रो गाउँको वातावरण अहिलेको। र साना थोपा परिरहेछन् पानीको, र आधा गाउँ यता छ, उता पनि छ होइन धेरै ठाउँ। र यति भन्दै थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।